च्याम्पियन्स लिगको फर्स्ट लिगमा बार्सा आफ्नै घरमा निराश बन्यो, त्यो पनि इन्टर मिलानसँग बराबरी खेलेर। हुन पनि निराश किन नहोस्, इन्टर मिलान लास्ट 5 गेमको कुरा गर्ने हो भने 1 गेम जितेर 1 गेम बराबरी खेलेको छ भने 3 गेम हारेको छ, त्यो पनि ब्याक टु ब्याक। अनि यस्तो टिमसँग बार्साले 30 सेकेन्डमै गोल खान्छ, 30 सेकेन्डमा यार, त्यो पनि अहिलेको ह्यान्सी फ्लिकको बार्सिलोनाले। 21 मिनटमा त बार्सा 2-0 डाउन हुन्छ। सिमोनी इन्जाजीको इन्टर मिलानलाई बार्साले गोल हान्न गाह्रै पर्ला सोचिएको थियो। फ्यान्सहरूमा नर्भसनेस देखिन थाल्दै थियो, बार्साका प्लेयर्सहरूमा कन्फिडेन्स डाउन भयो कि जस्तो देखिन थाल्दै थियो। तर जब लामिन यामालले इन्टर मिलानका 4-5 जना प्लेयरहरूलाई बिट गरेर त्यो गोल हुन्छ, के भन्ने, प्लेयरहरू फ्यान्सहरूमा त्यो नर्भसनेस हटेर पुरा कन्फिडेन्स लेभल बढ्छ। क्या ब्युटी थियो, क्या अमेजिङ थियो, क्या क्रुसल गोल थियो यार यामलको। डुमफ्रिज के भएको, कर्नलबाट आएको बललाई पेनाल्टीमा हानेको जस्तो ड्वाङ ड्वाङ छिराइदिन्छ यार। खैर जे होस्, फर्स्ट लिग ड्रमा रोकिएको छ, सेकेन्ड लिग इन्टर मिलानको घरमा हुँदैछ। बार्साको घरमा आएर बार्सालाई रुनु न हाँस्नु बनाएर गएको इन्टरले बार्साको ट्रेबल जित्ने सपनालाई खरानी बनाउने दाउले खेल्नेछ। खेल्छ, यसमा डाउट छैन। तर बार्साको लागि प्लस पोइन्ट भनेको लेभनडोस्की फर्किँदैछ। यो भनेको बार्सालाई म्यासिभ बुस्ट गराउने प्लेयर फर्किनु हो। ह्यान्सी फ्लिकको ट्याक्टिक्समा पर्फेक्ट सेट भइसकेको बाल्डे पनि फर्किँदैछ। यो भनेको बार्साको लागि खुसीको कुरा हो। तर दुःखको कुरा पनि छ, इन्टरसँगकै खेलमा ह्यान्सीकै ट्याक्टिक्समा पर्फेक्ट सेट भइसकेको प्लेयर कुन्डे घाइते भयो। अब ह्यान्सीले कुन्डेको ठाउँमा को राखेर कसरी खेलाउँछ त्यो थाहा छैन। इन्टर मिलानको पनि लोटारो मार्टिनेज घाइते भयो, त्यो पनि गोल स्कोरर। उसले पनि बार्सासँगको सेकेन्ड लिग गुमाउने न्युजहरू आएको छ। अब हेरौँ, बार्साले यो सिजन ट्रेबल जित्नु छ भने सेकेन्ड लिगमा प्लेयरहरूले 100% मात्र होइन 200% बेस्ट पर्फर्मेन्स दिनुपर्छ, किनकि गेम इन्टरको घरमा जो हुँदैछ।